भएन भने अझै ओ हुँदैछ सर एकैछिन त्यो भित्रको सब मिला हो मिला हो ल सर भयो अब भयो कति भयो टोटल त्यही 25 जति भयो 25 स्क्यानर ल्याऊ त लाउनु त ल गयो हेर त ल आयो ल ठिक छ धन्यवाद हेलो आउँदै हुन्छ सर ए ल ल ल म पनि आइपुगिसकेँ हस् ल हेलो ए यता हजुर नमस्कार सर नमस्ते गाडी यही हो यही हो गाडी ठिक छ त्यसपछि गाडी ल्यान्ड क्रुजर प्राडो ओभरअल हेर्दा ठिकै छ एकैछिन रोक्नु है चिन्तै नगर्नु न बजारमा पाउने फलफुल भन्दा फ्रेस कन्डिसनमा छ नि गाडी त एकैछिन है हेलो हजुर मैले हो बुकिङ गरेको ए पठाइसक्नु भयो X gon' give it to you. Wait for you to get it on your own. X gon' deliver to you. Knock knock, open up the door, it's real. With the non-stop pop. हेलो सर हेलो आइपुग्नु भयो है हजुर गाडी यही हो काम सुरु गरिहालौँ न त हुन्छ सर हजुर गाडीको चेसिसमा डेन्ट रहेछ अनि गियर बक्स र वायरिङमा चाहिँ अलिक समस्या छ ए अरू ठिक छ अरू सबै ठिक छ हजुर ल राख्नुहोस् ल थ्याङ्क यू है हस् हजुर निस्किन सक्नुहुन्छ है अहिले ल अरे यार बजारमा पाइने फलफुल भन्दा फ्रेस कन्डिसनमा छ भन्दै हुनुहुन्थ्यो सर अनि यही हो गाडीको रिपोर्ट एकचोटि हेर्नुहोस् त अब यो गाडी त्यस्तै परेछ अरू फ्रेस गाडीहरू चाहिँ हेर्नु न मसँग एउटा ऱ्यान्डम मान्छे आउँछ मैले लिन लागेको गाडी इन्सपेक्सन गर्न र त्यसपछि उसले गाडीको फुल इन्सपेक्सन गरेर मेरो हातमा एउटा यो रिपोर्ट थमाएर ऊ फिर्ता हान्छ त्यो मान्छे को होला त नेपालमा बाइक किन्दा होस् या गाडी किन्दा होस् धेरैजनाले यस्तो फ्रड केसेसहरू त भोगिसक्नु भएको होला होइन त अघिको भिडियोमा देख्नु भएको थियो होला एउटा ऱ्यान्डम मेकानिक मसँग गाडी इन्सपेक्ट गर्न आएको थियो तर ऊ चाहिँ एउटा ऱ्यान्डम मेकानिक थिएन ऊ चाहिँ नेप्सटको एउटा सर्टिफाइड मेकानिक थियो जसले मैले लिन लागेको गाडीको फुल इन्सपेक्सन गरेर मेरो हातमा एउटा रिपोर्ट दियो र रिपोर्ट हेरिसकेपछि मलाई त्यो गाडी चाहिँ चित्त बुझेन र मैले त्यो गाडी चाहिँ रिजेक्ट गरेँ सो हजुरहरू पनि यस्तै किसिमको फ्रड केसेसहरूबाट बच्नको लागि कुनै समाधान खोजिराख्नु भएको छ भनेपछि चाहिँ नेप्सट इज देयर अब गाडी किन्नुभन्दा अगाडि चाहिँ भेरिफाई बिफोर यु बाई